त्यसो हो भने राष्ट्रलाई नेतृत्व दिन तयार हुनुहुन्छ फेरि? जनताले माग्यो भनेदेखि यस, त्यो मेरो राष्ट्रिय धर्म नै हो, मैले निर्वाह गर्नुपर्छ भनेदेखि गर्छु। के त्यसो भए यहाँ चाहिँ देशको यति जनताको मायाका बीच, देशमै रहेको अवस्थाका बीच आफ्नो दायित्व के दियो? त्यो नेतृत्व दिने अवस्था आएको खण्डमा चाहिँ के गर्नुहुन्छ? जुन कुराहरू देशलाई एक भएर राखेको स्तम्भहरू भनौँ, तिनीहरू अहिले खल्बलिएको छ। त्यो त फेरि एकचोटि त्यो जग फेरि बलियो बनाउनु पर्ने समय आउनलाई र आउनै पर्छ। न त भनेदेखि यो देश हामीले चिनेको, हामी सानोमा हुर्केको देश रहन्न र छैन पनि। अहिले तपाईले अनुभव गर्नुभएको छ छैन? मैले त अनुभव गरेको छु कस्तो देश थियो यो। अहिले के छ? व्यक्ति व्यक्तिमा पनि द्वन्द्व, समाजमा पनि द्वन्द्व। यस्तो कुरा त राम्रो होइन नि एउटा देशमा। अरूले फाइदा उठाउने ठाउँ हामीहरूले नि दिइराखेका छौँ। यो हाम्रो बेकुफी भयो कि अरूको खुबी भयो? त्यो नेपाली जनताले अब विचार गर्नुपर्ने समय आयो।